इस्ट कोस्ट एनिमेसन आफ्नै तरिकाको बिल्कुलै फरक कला हो। डिज्नी र पिक्सार जस्ता स्टुडियोले क्यालिफोर्नियालाई योग्य रूपमा चर्चित बनाए पनि देशको अर्कोपट्टि कार्टुनहरूको एउटा समृद्ध र कम अन्वेषण गरिएको परम्परा छ। यही ठाउँ हो जहाँ फेथ र जोन हबले, जसले स्वतन्त्र एनिमेटेड फिल्मको पहिलो अस्कर जिते, 1950 को दशकमा उनीहरू यहीँ बसोबास गरे। न्युयोर्क स्थित उनको स्टुडियो र त्यसका प्रतिस्पर्धीहरूले मिलेर इस्ट कोस्ट एनिमेसनलाई कलाकार रिचर्ड ओकनरले सजिलै पहिचान गर्न सकिने तर गुणात्मक रूपमा वर्णन गर्न कठिन कला भनेको रूपमा विकास गरे। ओकनरले यी शब्दहरू लेख्दा उनी अबेल्स आइल्यान्डको बारेमा बोलिरहेका थिए। अमेरिकी कार्टुनहरूको छवि त्यति राम्रो थिएन भन्ने समयमा बनेको अबेल्स आइल्यान्डले धेरै पूर्वाग्रहहरू तोड्छ। यो शान्त छ, संवेदनशील छ, हातले बनेको जस्तो अनुभव हुन्छ, खुला आकारहरू र अभिव्यक्तिपूर्ण रेखाहरूले भरिएको। विलियम स्टेकद्वारा लेखिएको बालकथामा आधारित यसले उनको चित्रकलालाई जिउँदो बनाएको जस्तो देखिन्छ। अबेल्स आइल्यान्डमा अबेललाई हसामदे चिरीको फ्लिन्ट नामको धनी मुसो एउटा ठुलो होरीले उडाएर उसको श्रीमतीबाट टाढा नदीको बीचको सानो टापुमा पुर्याइदिन्छ। 1 वर्षसम्म फसेर उसले जङ्गली माहौलमा बाँच्न सिक्छ। टिम करी फिल्मका थोरै आवाज कलाकारहरू मध्येको एक हुन्। उनले अबेलको रूपमा विश्व स्तरको प्रदर्शन दिन्छन्। यो सम्पूर्ण परियोजनाको पछाडि न्युयोर्कको एनिमेसन क्षेत्रमा एक ठुला व्यक्तित्व माइकल स्पोर्न थिए। उनले 70 को दशकमा हबले स्टुडियोमा काम गरे। त्यसपछि 80 को दशकमा आफ्नो स्टुडियो सञ्चालन गरे। न्युयोर्क एनिमेसनको विशेषता उनलाई राम्रोसँग बोध भएको थियो। अबेल्स आइल्यान्ड बनाउँदै गर्दा स्पोर्नले भनेका थिए, यहाँ गरिने कामप्रति मलाई विशेष आकर्षण छ। यसमा कुनै न कुनै तरिकाले फरक अनुभूति हुन्छ। त्यस फरकपनको धेरै हिस्सा इस्ट कोस्टका कलाकारहरूमै थियो र हबले स्टुडियो झैँ माइकल स्पोर्न एनिमेसनले पनि कलाकारहरूलाई उनीहरूकै शैलीमा काम गर्न प्रोत्साहित गर्थ्यो। स्पोर्नकी एनिमेटर लिसा क्राफ्ट्सले एकपटक उनलाई यस्तो भनिन्, तपाईले हरेक एनिमेटरलाई निर्देशक झैँ व्यवहार गर्नुहुन्थ्यो र हामीलाई धेरै स्वतन्त्रता दिनुहुन्थ्यो र फिल्महरूमा त्यस उदारताको झल्को देखिन्थ्यो। जब हामी अबेल्स आइल्यान्डमा काम गर्दै थियौँ, म काममा पूर्ण रूपमा अभ्यस्त भइसकेको थिएँ र तपाईँले दिनुभएको हरेक दृश्य मेरो व्यक्तिगत कृति जस्तै लाग्थ्यो र मैले त्यही भावना त्यसमा राखेँ। स्पोर्नका अनुसार पुरा फिल्म त्यसकारण सम्भव भयो किनकि उनले एनिमेसन निर्माता जुलियाना निकोडेमीलाई क्रिसमस कार्ड पठाएका थिए। भेट हुँदा स्पोर्न सम्झन्छन्, उनले सहजै सोधिन् कि के म कुनै प्रोजेक्ट गर्न खोजिरहेको छु, अनि मैले यो किताबको नाम लिएँ। यसको परिणाम थियो एउटा सस्तो लाइसेन्स प्राप्त परियोजना। स्पोर्नका धेरै कामहरू जस्तै अबेल्स आइल्यान्ड आधा घण्टाको छोटो फिल्म हो, VHS का लागि बनाइएको। स्पोर्नले भने, जुलियानाले र्यान्डम हाउस होम भिडियोलाई सहवित्तीय सहयोगका लागि परियोजनामा जोड्न सफल भइन्। बजेट अविग्ली रिलेटिभली लो थियो। स्पोर्न र उनको टिम त्यस्तो क्षेत्रमा काम गर्थे जहाँ धेरैले छिटो, छरितो, कमजोर कार्टुनहरूको कल्पना गर्छन्, तर अबेल्स आइल्यान्डमा उनीहरूले स्वतन्त्र कलाकार जस्तै प्रतिबद्धता देखाए। स्पोर्नले भने, हामीले फिल्मको आर्टवर्कलाई एनिमेसन आर्टको रूपमा होइन, वास्तविक कलाकृतिको रूपमा बनाउन थालेका थियौँ। यसको अर्थ थियो वाटर कलर ब्याकग्राउन्डहरू र हबलेहरूको शैलीबाट सिधै प्रेरित हुँदै उनीहरूले पात्रहरू कागजमा कोरे, त्यसलाई वाटर कलर र म्याजिक मार्करले रङ्गाए अनि काटेर सेल्समा टाँगे। अबेल्स आइल्यान्ड एउटा सानो टिमले बनाएको थियो
हरेक कलाकारसँग ठुलो जिम्मेवारी थियो र सृजनात्मक हुन पर्याप्त स्वतन्त्रता। बिजरेट थ्रोनले फिल्मको आर्ट डाइरेक्सन गरिन्, ब्याकग्राउन्डहरू चित्रिन् र स्पोर्नसँग मिलेर पुरा फिल्मको स्टोरी बोर्ड बनाइन्। स्टेकको किताबको स्वरूपले उनको कामलाई झनै चुनौतीपूर्ण बनाएको थियो। स्पोर्नले लेखे अनुसार 120 भन्दा बढी पृष्ठहरूमा जम्मा 20 भन्दा कम कालो सेतो स्पट चित्रहरू थिए। यसले एउटा विरोधाभास जन्मायो। स्टेकको शैलीलाई समाउन उनीहरूलाई अझै बढी सृजनात्मक हुनुपर्ने भयो। उनीहरूले स्टेकका अन्य पुस्तकहरू खोतले। यहाँ एउटा जाडो दृश्य, त्यहाँ एउटा लाटो चरा, टुक्रा टुक्रा जोडेर स्पोर्नले विलियम स्टेग फिल्मको सबैभन्दा राम्रो संस्करण भनेको लुक र संसार निर्माण गरे। ब्याकग्राउन्ड र आर्ट डाइरेक्सनमा थोर्नले गरेको कामले स्पोर्नलाई चकित पार्यो। एनिमेसनले पनि उनलाई त्यत्तिकै प्रभावित गर्यो। पात्रहरूको अनुहारदेखि लिएर उनीहरूको हिँडाइसम्म जहाँ चाहिँ स्वतन्त्रता र सहजता देखिन्छ। हेर्दा सहमत नहुने ठाउँ नै छैन। त्यति बेला शीर्ष इस्ट कोस्ट एनिमेटरहरू प्राय आफ्नो कामका केही भागहरू इम्प्रोभाइज गर्न मन पराउँथे र स्पोर्नले आफ्नो स्टुडियोमा यसलाई समर्थन गर्थे। न्युयोर्क एनिमेसनका अनुभवी R.O. ब्लेचम्यानका शब्दमा यी कलाकारहरू कथावाचक पनि थिए, एनिमेटर पनि। स्पोर्नले आफ्ना एनिमेटरहरूलाई नजिकबाट निगरानी गरे, तर स्टोरी बोर्डको सीमाभित्र उनीहरूले धेरै खुला लेआउट र जति नियन्त्रण चाहिन्छ उति पाउन सुनिश्चित गरे। परिणाम कस्तो थियो भन्ने बुझ्न स्पोर्नले लिसा क्राफ्ट्सको एनिमेसन बारे भनेको कुरा पढ्न पर्याप्त छ। अबेलको पात्रमा उनले ल्याएको मानवीयताले मलाई एकदमै चकित पार्यो। जब उसले टापुमा एउटा घडी भेट्छ र आफ्नो शिविरमा ल्याउँछ, उसले भन्यो, त्यो टिक टिक आवाजले उसलाई आफ्नो श्रीमतीको मुटुको धड्कन सम्झाउँथ्यो, जसले उसलाई अलग परेको साझेदारसँग नजिक भएको महसुस गराउँथ्यो। लिसाले लेआउट भन्दा एक कदम अगाडि गइन्। त्यो हाउभाउमा यति धेरै माया थियो कि यसले दृश्यलाई मजबुत बनायो र पात्रको गहिराई खुलायो। टिस्सा डेभिड, जो संसारकै उत्कृष्ट एनिमेटरहरूमध्ये एक हुन् र न्युयोर्कमा थप कुरा जोड्ने कलाकारको रूपमा परिचित, ब्लेचम्यानको शब्दमा उनले अबेल्स आइल्यान्डको सुरुवाती भाग धेरै जसो एनिमेट गरिन्। स्पोर्नले लेखे, उनी नै थिइन् जसले हाम्रो मुख्य पात्रलाई स्थापित गरिन्। फिल्ममा अर्को महत्त्वपूर्ण नाम जोन आर डिलवर्थ थिए। उनले लेआउटहरू कोरे र अबेलको लाटो चरासँगको सङ्घर्ष एनिमेट गरे। उनी पछि करेज द कावर्डली डग सिर्जना गर्ने कलाकारको रूपमा अझै प्रसिद्ध भए। उनको स्टुडियो स्ट्रेच फिल्म्स पनि न्युयोर्कमै आधारित छ। कम बजेट, सीमित टोली र ठुलो महत्त्वकांक्षा हुँदाहुँदै पनि अबेल्स आइल्यान्ड कुनै दुस्वप्न जस्तै परियोजना बनेन। स्पोर्नले पछि लेखे, यो फिल्म एउटा जटिल समस्या थियो, तर कुनै ठुलो सङ्घर्ष बिना नै आफै समाधान हुँदै पर्दामा बगिएको जस्तो लाग्यो। यो कुरा टिम करीको आवाज रेकर्डिङमा पनि लागु हुन्थ्यो। स्पोर्नले रेकर्डिङ र एडिटिङका लागि 3 दिन छुट्याएका थिए। करी यति उत्कृष्ट थिए कि सबै प्रक्रिया जम्मा 3 घण्टामा सकियो। अबेल्स आइल्यान्डका लागि सबैभन्दा ठुलो समस्या उत्पादनको बीचमा व्यावसायिक कारणले स्टेकका सङ्गीतकार छोरासँग भएको मतभेद थियो। तर त्यति बेला स्पोर्नको बुझाइमा स्टेग अन्त्यमा निकै नै खुसी देखिन्थे। अबेल्स आइल्यान्डले अन्ततः एमी अवार्डमा मनोनयन प्राप्त गर्यो। स्पोर्नले यसलाई आफ्नो उत्कृष्ट फिल्महरूमध्ये एक माने र यसले उनको स्टुडियोको सफल यात्रालाई अझै मजबुत बनायो। अबेल्स आइल्यान्ड पुरा हुनु अघि नै लस एन्जलस टाइम्सले लेखिसकेको थियो कि स्पोर्नले जम्मै जसो एक्लै न्युयोर्कको ठप्प परिरहेको एनिमेसन उद्योगलाई पुनर्जीवित गर्दैछन्। तर
अबेल्स आइल्यान्ड महान बन्नुको धेरै जसो कारण भनेको यसको आधार नै इस्ट कोस्ट एनिमेसनका पहिलेदेखिका उत्कृष्टतामा टेकिएको हो। फिल्म स्वयं त्यसको एक प्रदर्शनी जस्तै देखिन्छ। व्यक्तिगत कलात्मकता, इम्प्रोभाइज गर्ने स्वतन्त्रता, परियोजना अनुसार रूप बदल्ने एनिमेसन प्रविधिहरू, कम पैसामा धेरै काम पूरा गर्ने शैली। त्यति बेलाका उत्कृष्ट इस्ट कोस्ट स्टुडियोहरूले यस्तै काम गरिरहेका थिए। फेथ हब्लेका एकल फिल्महरू वा ब्लेचम्यानको द सोल्जर्स टेल जस्तै। यदि तपाईँले सेसामी स्ट्रिटका पुराना कार्टुनहरू हेर्नु भएको छ भने धेरै सम्भावना छ कि तिनीहरू इस्ट कोस्टमै बनेका हुन्। यी एनिमेसनहरू चम्किला त थिएनन्, तर ती जिउँदा थिए र माइकल स्पोर्न त्यो दृश्यका उत्कृष्ट कलाकारहरूमध्ये एक थिए। अबेल्स आइल्यान्ड त्यसको सुन्दर उदाहरण हो। यो अर्को विरोधाभास पनि हो। फिल्मको धेरै जसो विशिष्टता स्पोर्नको परम्परामा बलियो जरा गाडिएको काम शैलीबाट आएको हो। एक यस्तो परम्परा जसलाई अबेल्स आइल्यान्डले अझै अगाडि बढायो।